1 2 1 2 1 2 यसरी यो फेरि यो मैला इनरकै हो है अस्तिदेखि प्र्याक्टिस गरेको लुगा लाएर मजाले धुएन नि यही लटिने हाम्रो हैन यो चाहिँ हाल्नु पर्यो है थम्बनेल बनाउनु पर्यो यसको चाहिँ गर्मी भयो त्यहाँ तल बार्दैछ अरे मैले जुठो लाउने नै भनेर सानो लिएको नगर न हेलो नमस्ते वेलकम टु एलिराङ क्यासके ब्लग न्यू डे न्यू ब्लग र गाइस आजदेखि चाहिँ हाम्रो लाखे जात्रा सुरु भएको छ त्यही भएर आजदेखि ब्लग स्टार्ट गरिरहेको छु मैले आज चाहिँ हाम्रो नागपञ्चमीको दिन 1 गते आज निकाल्छ आज यस्तो बजार सजार डुलाउँछ त्यसपछि हाम्रो 10 गतेदेखि चाहिँ रेगुलर 20 गतेसम्म हाम्रो लाखे जात्रा सुरु हुन्छ र मेरो चाहिँ अब हेर्न सक्नुहुन्छ क्यामेरा खोल्नु हुँदैन केटाकेटीहरू छिरिहाल्छ यसरी ब्लगमा हैन यो भाइको नाम चाहिँ असु भाइ अरे यो भाइको नाम चाहिँ सबैजनाले फलो गरिदिनु होला आइडी छ असु प्रधान 33 अब 33 छैन मेरो अनि हामीसँग चाहिँ यहाँ कीर्तन पनि छ आज चाहिँ ऊ नाच्ने भनिरहेको छ होइन आफूले आज नाचेको कस्तो म तपाईँहरूलाई देखाइहाल्छु र अहिले चाहिँ हामी मन्दिर जाँदैछौँ होइन अघिदेखि हामीलाई फोन हानेका नै छन् र मैले बिहान पूजा गरेको पनि भिडियो बनाएको छु त्यो चाहिँ म यसपछिको क्लिपमा हालिदिन्छु म बिहान गएको थिएँ त्यस्तो उयोहरू चाहिँ बनाएन ठिक्क बनाएको छु त्यही हाल्छु है हामी भएन भने उनीहरू सबै थोक अड्किन्छ त्यही गाइजहरू तपाईँहरू ढोल सुन्नु सक्नुहुन्छ र अब चाहिँ हामी मन्दिर आइसकेका छौँ यहाँ हेर्नु सक्नुहुन्छ अब चाहिँ हामी मन्दिर खुट्टै ढोक्यो मासला मेरो युगुरीको पनि एक सेट छ नि फेरि लाखेको मात्र होइन एक सेट छ नि मैले गरेँ यता पूजा गर्यो भित्र यता पूजा गर्नु सबै मैले चाहिँ लिक्क्याउनु खोजेको हेर्नु मानेको थाहा छ भनेर त्यो जनाइस पैसा सब मार्दैन सर लाखे पाउने लगाएर चाहिँ दिनु अर्को लाखे बुझ्यौ नि केटा लगाइदेऊ न यतिकै यहीँदेखि लगाइदेऊ न पैसा पाउने बित्तिकै कस्तो रमाउँछ पछि त यहाँदेखि नलागी कसरी लगाइदिन्छ हजुर टिका लाउनु मैले चाहिँ आज यहाँ स्ट्यान्ड गरेको त हल्लिरहेको छ है गाई हाम्रो यहाँ हुनुहुन्छ मिस्टर छवि श्रेष्ठ यस्तो जुम गरेर गाई हाम्रै हुनुहुन्छ यहाँ लाखे सबैजग पगिन सक्यो हाम्रो सबैभन्दा ह्यान्डसम लाखेकोमा हिँड्ने टिमको सबैभन्दा ह्यान्डसम पनि यो यहाँ हाम्रो सबै अजाहरू हुनुहुन्छ यहाँ हुनुहुन्छ लाखे अजा सेज्यू यहाँ हाम्रो अजाहरू हुनुहुन्छ सबैजना यो चाहिँ हाम्रो मन्दिर यस्तो छ है गाई हाम्रो चाहिँ गाई त्यहाँनिर लुगा धुने कार्यक्रम हुँदैछ यहाँ केटाहरू सबजना काम गर्न आएको छन् यहाँ हेरौँ है गाई सबजना काम गर्नेहरू मात्र यहाँ हाम्रो सरफ पनि ब्रान्डेड हो फेरि 205 को सरफ हो अब यहाँ धुवाई कस्तो हुन्छ गाई हामी चाहिँ यहाँ गनाउने लुगा लाउने बानी छैन 5-10 मिनट भिजाएर राख्नुपर्छ अरू आएकै छैन ल ट्युटोरियल देखाउ त कसरी हाल्न पानी भरिहाल्दैन अनि मजाले भिजाउनु हौ यो पनि धुइहालेको खुट्टाले किन्छ खुट्टाले
यहाँ चाहिँ सुँग्ने कार्यक्रम रहेछ सुँग्दै यहाँ लुगा छुट्याउँदैछ यिनीहरूले यसरी कच 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 हान्नुपर्छ गाइस अनि महिलाहरू सबै जाँदो रहेछ ए दिपु भाइ काम गर्नुपर्छ भनेर ढिला आएको अरे गाइस तर त्यही पनि ऊ आइपुग्यो ठ्याक्क काम भर्खर सुरु हुँदैछ 1 2 1 2 1 2 यसरी यो चाहिँ यिनीहरूको यहाँ लाखे नाच्ने प्रयासमा यहाँ काम पनि गर्नुपर्छ भन्ने सबै हेर्नु होला लाखे त्यसै नाच्नु पाइँदैन काम पनि सघाउनुपर्छ सबैजनाले अनि काम हुन्छ दामी यो फेरि यो मैला यिनीहरूकै हो है अस्तिदेखि प्र्याक्टिस गरेको लुगा लाएर ए यहाँ पनि छ त आमामा जुकुरीको त कतिवटा छ हौ लुगा पनि आमामा फेरि जुकुरीकै हो यिनीहरूकै साइजको हो क्या अब सियल वालबाट प्लेयर चेन्ज आऊ हाम्रो चम्ला भाइ पनि आइसकेको रहेछ चम्ला भाइ हेलो तिमी काम छोडेर आएको मारला है नलाई मार छोडिदेऊ न बिग फ्यान अहिले निकाल्ने पनि होइन भरे 2-3 बजे भन्दै थियो अहिले खुट्टा नाच्ने हो सुरुदेखि म कस्तो तातो घाममा खुट्टा नाचे अर्को लाखे त रेडी हुँदैछ आजको आउटफिट ल पुष्पम चिज यो दाइको आउटफिट कस्तो चोटो देखेको भाइ तर यो भाइ मैले सोचेँ होला धेरै गोरे रहेछ यार रचु भाइ तिमी त क्या गोरे रहेछ त हेर न ओ चाट्नु मन लाग्यो त भाइलाई मैले नै त ट्रेनिङ लिएको अभिषेक दाइ चाहिँ ठ्याक्क टाइममा आउनुहुन्छ यार अझै टाइम छ अझै अब 1 घन्टा बस्यो कुकी है गाइस कुकी यहाँ चाहिँ हाम्रो यहाँ फेटा लाउने कार्यक्रम हुँदैछ यहाँ चाहिँ के भन्छ बाजे भनेपछि हजुरबाउ र नाति दुईजना चाहिँ हजुरबाउ र नाति है हजुरबाउ भएपछि यतिको नातिलाई सिँगार्नु पर्ने हुन्छ नातिको पनि त माया लाग्छ नि त हो यतिको त गर्नु पऱ्यो कहिले होइन रोहित भाइले नयाँ लुगा लगाएर म झानिरहेको छ गाइस यो चाहिँ योपालि बनाएको ड्रेस हो टल्केर आमा यो हामी अस्तिको पालि बनाएको ड्रेस हो खतरा ड्रेस छ यार हाम्रो
यस्तो छ यो गोली हेर्नु है गाइस, गोली हेर्नु है यस्तो भयो। फाइनली हाम्रो लाखेले जुत्ता भेटाउनु भएछ। यो कस्तो जुत्ता हो भनिदिनु पर्यो। खै नयाँ जुत्ता पाउनुहुन्छ भनेर आउनु भएको थियो अरे, खै जुत्ता त यस्तै हो, अब यस्तै छ है। योपालि चाहिँ गाइस हामीले यो पनि लगाएको छौँ, थपेको छौँ नयाँ चाँदीको। कति तोला होला नि यहाँ? चाँदीको 50 तोला छ है लेटाङमा गाइस। ए थोत्रे फला पनि बेच्ने भाइ आएर फेरि चाँदीको भनेर ल्याङ हान्छ। हाम्रो यहाँ कान्छा भाइरल कान्छा लेटाङको उहिलेदेखिको कान्छा। हाम्रो यहाँ लेटाङकै ह्यान्डसम अभिषेक दाइ। यस्तरी घुमाऊँ न। तर अफसोस हिज म्यारिड है गाई, हिज म्यारिड है गर्ल्सहरू। तपाईँहरू नझुकिनु होला। अब ढोग्ने त्यसलाई आशिका चाहिँ बल्ल आउँदैछ। उसको आउने टाइम यतिखेर हो जब खाजा पाक्छ। ऊ ठ्याक्कै आइपुग्छ मन्दिरमा। आशिका
लागिरहेको छ यो भाइले मेरो कोक लगाएर आँखा लाएर मर्न आँटो यसमा चाहिँ हाम्रो क्युएफएक्सको बोतलमा चाहिँ यहाँ कोक हालिरहेको छु है गाइस यो अरू केही पनि नसक्नु होला हेर चाहिँ चुक जस्तो देखिन्छ तर यो चुक होइन कोक हो है गाइस जुडा हाल्यो यार मैले जुठै लाउनु लागि यो बोतलमा गर्मी भयो त्यहाँ तल बार्दैछ अरे मैले जुठो लाउने नै भने यो सानो लिएको नगर न यहाँ मैले जुठो लाउने भने सानो मलाई पनि है जुठो जाऊ सबैजनाले हाल्यो खाँदैन खै म हान्छु दाइ ब्लग केटाकेटीले आउँदैन त मलाई मजाले खानु पनि दिएन यार गाइस के भन्छ एउटाले घाम एकदम छ गाइस यसरी कोक खाँदै हिँडिरहेको छु म चाहिँ खायो अब चाहिँ यहाँ कीर्तन लाखे भन्दैछ यहाँ मलाई भिडियो यहाँ गर्न बोलाइरहेको छन् यहाँ म बाटोमा थिएँ यिनीहरूले जबरजस्ती बोलायो यहाँ भिडियो गर्न ए हो भाइ न काम गर्नु छ हिँडेको छ यता खानेकुरा कता छ त्यतै गयो खायो हिँड्यो काम पनि गर न अस्तिको दाइले छिटो लगाइदिनुहुन्छ हौ सर अहिले क्या मजा लगाइदिनु भएको थियो गर्छ अस्ति भाइले पनि काम बेला बेला त तर उसलाई भन्नुपर्छ नि मात्रै गर्छ बुझेर चाहिँ गर्दैन यो लक्ष्य भाइ लाखेमा हिँडे गरेँ यहाँ लाखेमा देखेको छुइनँ केटी डुलाउँदै हिँड्दैछ है हेर्नु यहाँ
क्यामेरा खोल्नु हुँदैन यो भाइ नाटक पारिहाल्छ काम गरे जस्तो गरेर गर्ने चाहिँ केही होइन मुख बिगार्ने कालो अनुहार त्यसै कालो बनाउने गाइस समोसा आयो है समोसा आज समोसा पार्टी अरे यहाँ छवि दाइले बनाएर ल्याउनु भएको स्पेसल हेलमेट खोल्नु दाइ गरे भएन हेर्नु यहाँ लाइन आमा उठ्छ होला छवि दाइले यिनीहरूले कस्तै एट्याक हाल्दैछ छिटो खाऊ न हौ केटा हो यो चाहिँ हाल्नु पर्यो थम्बनेल बनाउनु पर्यो यसको चाहिँ बिरामीले त सुरुमै हान्थ्यो रहेछ यहीँ बिरामी एकछिन आएको चाहिँ आज देखा पर्दैन समोसा हान्नु बसिहाल्छ एउटा एउटा हो क्या सबैलाई कसरी खानु टोकाउने मुखले चक्र खाऊ न ढुङ्गा खाऊ न जोडाउने तिमीलाई झन् मैले बेलेर मुसेर सबै गरेर ल्याएको मबाट खाएको सबै लाग्छ के गरेको आज नागपञ्चमीको दिन हाम्रो लाखे जात्रा एकदम राम्रो तरिकाले सफल भएको छ र अब हाम्रो लाखे जात्रा चाहिँ पुनः 10 गतेदेखि सुरु हुन्छ र 20 गते अन्त्य हुन्छ।
सबैले यो भ्लग हेरेर लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।